साथीहरु नमस्ते। आज 22 दिन चाइना बसेर रिन्युअबल एनर्जी सम्बन्धी तालिम सकाएर हामीहरु ब्याक टु आफ्नो देश फर्किँदैछौँ। लाइक म चाहिँ नेपाल फर्किँदैछु, हाम्रो साथीहरु विभिन्न आफ्नो देश फर्किँदै हुनुहुन्छ। यसैबीच तपाईले यहाँ अहिले देख्दै हुनुहुन्छ कुनमिङ शहरको बीच डाउनटाउनको बिल्डिङ्सहरु। सो अनि अहिले चाहिँ हामी एयरपोर्ट जाँदैछौँ। You can it's not selfish video. You can talk, you can laugh. Yes. Vietnam ko छौं, Thailand ko छौं। साथै गर्दा हामी बाटोमा रमाइलो गर्दै मेन डाउनटाउनबाट एयरपोर्ट कुनमिङलाई स्प्रिङ सिटी पनि भनिन्छ। तपाईँ बाटोभरि हरियाली र फुलहरू देख्न सक्नुहुन्छ। र यो मन गर्नु पारेर रमाइलो एक्साइटेड हरेक चिजहरू छ। देश फर्किँदै गर्दा कुनमिङ फर्स्ट टाइम चाइना भिजिट र यति धेरै साथीभाइहरूको सँग रमाइलो गरिरहेको चाइना भिजिट अब फर्स्ट टाइम मिस हुन्छ।ทุกวันพูดไม่ได้ก่อนผมเดินประมาณ2 ศพ
साथीहरु नमस्ते। हामी कुनमिङ एयरपोर्टमा आइपुगेका छौं। एन्टायर प्रोसेस सकिएको छ। सामान लोड भइसक्यो अनि इमिग्रेसन भयो। इमिग्रेसन पछि अनि त्यसपछि यो वेटिङ एरियामा 67 नम्बर मेरो नम्बर। आज कुनमिङमा राम्रो पानी परिरहेछ। खासमा भन्यो भने तपाईँ देख्न सक्नुहुन्छ प्लेनहरू। बहुत ठुलो एयरपोर्ट छ। यो एउटा साइड मात्रै हो र सानो प्लेनहरू उड्ने साइड हो यो चाहिँ। चारवटा लेन छ, एकतिर अर्को अर्कोतिर अर्को गरेर। सो अत्यन्तै सुन्दर छ। सुन्दर सिटी छ। स्प्रिङ सिटी पनि भनिन्छ यसलाई। स्प्रिङ सिटी भनेको अब जहिले पनि मौसम स्प्रिङ जस्तै हुने। नेपालमा सेप्टेम्बर अक्टोबर नोभेम्बर टाइप र फुलै फुलको सहर पनि हो यो। तपाईँ देख्न सक्नुहुन्छ। मैले विगतका फोटोहरूमा पनि भिडियोहरूमा पनि देखाएको थिएँ लाइक दिस। विश्वको सबैभन्दा ठुलो डुयान फ्लावर मार्केट पनि हामी गएका थियौँ। सो त्यो चाहिँ नि विश्वको दोस्रो ठुलो फ्लावर मार्केट थियो। लाइभ र फ्रेस फ्लावर मार्केट भनौँ न। सो अहिले तपाईँ यो एयरपोर्ट लाउन्जमा हुनुहुन्छ। ड्युटी फ्री सपहरू हेर्दैछु मैले। केही किने पनि सकेँ। साथीहरु यो नेपाल जाने प्लेनको यो गेट हो के यो। बत्ती पनि होला छैन। यहाँ पनि लोड सेडिङ छ के भन्ने बिचरा यार। नेपाललाई कति हेपेको सारा एयरलाइन त चाइनिजै हो हैन। तर पनि अब हुन्छ नि बेइज्जतीहरू पनि हद सीमा सबै हुन्छ नि। पुरै चाहिँ नि सीमा तोडिएको छ क्या। दिस इज द गेट टु काठमाडौँ होइन। बट यहाँ बत्ती पनि बालेको छैन क्या। मेबी बिजनेस अब कतिको बेनिफिसियल छैन होला होइन। त्यही भएर होला कि। यही चिज माथि चाहिँ नि कस्तो रमाइलो छ होइन। सपिङ गर्ने ठाउँ मलहरू छन्, फ्री ड्युटी फ्री सपहरू छ, सारा कुराहरू छ होइन। यहाँ चाहिँ यो गरिब छ्या लाज लाग्यो यार मलाई त। यो मेरो ब्याग हो यहाँ बिचरा। मैले त्यहाँ भिडियो बनाउन थालेपछि अनि म त माथि नै एकछिन माथि जान्छु, तपाईँहरूलाई देखाउँछु ल साथीहरू। ल हेर्नुहोस् साथी यही चिज कहाँ तल कहाँ माथि यस्तो छ साथीहरू। स्टारबक्स छ ल। यही अब तपाईँको अहिलेको चाहिँ नि 66 र 67 त्यो भयो। 68 यो भयो होइन। हद हुन्छ नि बेइज्जतको पराकाष्ठा। मैले इन द मिन टाइम अब यहाँ चाहिँ एक्सप्लोर गर्दैछु के रहेछ भनेर। अब यतापट्टि जान्छु यो अर्को लेनमा। मेरो 2:30 को फ्लाइट हो। सो आई डोन्ट ह्याभ टु वरी अबाउट केही समय आई क्यान ह्याभ हियर। के रहेछ यो न्याप हब। ओ यो सुत्ने ठाउँ हो साथीहरू। ओ माई गड न्याप हब। कसरी हो थाहा छैन। ओ क्युआर ल हेर्नुहोस् चाइनामा के छ ल। यु स्क्यान इट विल ओपन एन्ड गो इनसाइड एन्ड स्लिप। न्याप हब। माई गड यस्तो पनि छ यहाँ।
Someone sleeping or no? No, nobody is there. Yes, but nobody is there. All depend गर्छ साथी हो आफ्नो देशको आर्थिक अवस्था, कार्यक्षमता, राजनीतिक स्थिरता, वैदेशिक सम्बन्ध, वैदेशिक र आफ्नो जीडीपी हरेक चिजले हामीलाई चाहिँ नि डिफ्रेन्सिएट गर्दो रहेछ। यो जुन यो लेन पुरै नै वास्तवमा भन्दाखेरि चाहिँ नि थर्ड एन्ड सेकेन्ड वर्ल्डको ठाउँ जस्तो लाग्यो मलाई। धेरै जसो चाहिँ बजेट एयरलाइन्सहरू सो यतातिरको जुन जति पनि एरियाजहरू चाहिँ स्टारबक्स बाहेक म त्यति ब्रान्डेड सप एउटा पनि देखिनँ। तपाईँले देखेको यो चाहिँ न्याप हब हो। न्याप हब भने पछितिर सुत्ने ठाउँ। यदि तपाईँलाई चाहिँ केही समय यसो टाइम लिएर बस्न मन लाग्यो, सुत्न मन लाग्यो भने चाहिँ you can have here. This is the nap hub, yes. Nice. यो चाहिँ यो डिभिजन एटलिस्ट पनि केही यसो बिसेक एज कम्पेयर्ड विथ अदर्स। तल्लो योभन्दा यो चाहिँ फर्स्ट फ्लोर हो। ग्राउन्ड फ्लोरमा जहाँ हाम्रो चाहिँ गेट छ त्यहाँ बत्ती पनि बालेको छैन साथीहरू, अँधेरो छ। अनि यस्तो सपहरूको त कुरै छोडिदिनुहोस्, अब बत्ती बालेको छैन भनेपछि सबको हुने कुरै भएन। द्याट इज अलमोस्ट दिउँसो एक्लै त्यहाँ अरू कोही नहुने पनि डर लाग्ने जस्तो ठाउँ छ। नेपालको जुन गेट हुन्छ दिल्लीमा पनि त्यस्तै थियो। एउटा कुनामा एउटा जाने सानो सुस्सा एउटा जाने मान्छे कहिल्यै नचढ्ने जस्तो त्यो ठाउँमा किन चाहिँ नि धेरै चाहिँ लगानी गर्नु पऱ्यो भनेर होला जसरी के। दया लाग्दो के तपाईँ देख्न सक्नुहुन्छ। यही प्लेटफर्ममा बरु अलि बिसेक हुन त यो त्यति राम्रो त होइन। यो पनि यो जुन 60 देखिको जुन 78सम्मको जुन 18वटा जुन प्लेटफर्म छ यो त्यति राम्रो चाहिँ नि एयरलाइनहरू चाहिँ नि उड्ने यो प्लेटफर्म चाहिँ होइन रहेछन्। तै बिसेक तर त मलाई लाग्छ हामीलाई त्यहाँ गाडीमा चढाएर आधा घन्टा यदि कता चाहिँ कुनामा लगेर चढाउँछ जस्तो मानेको छु मैले। किनभने त्यो अटोमेटिक जुन त्यो छ त्यो गर्ने ठाउँ पनि छैन त्यहाँ। अब 1 बजिसकेको छ। एकचोटि अब यसो यो टुर गर्छु र अनि त्यसपछि झर्छु भनेर हिँडा हो म। साना प्लेनहरू उड्ने र झर्ने ठाउँ रहेछ यो। सो यहाँ अलिअलि सपहरू छ। यता चाहिँ रेस्टुरेन्टहरू पनि रहेछ। यो चाहिँ अब चाइनाको लोकल एरिया जाने हो जस्तो छ। हामी अहिले कुनमिङ एयरपोर्टमा सम्पूर्ण इमिग्रेसनको काम सकाइसकेर you can say it's a airport tour भनौँ न। duty free shops-हरु। Yeah, I'm here in Kunming Airport. रक्सीहरु किन्न चाहियो भने यहाँ छ।
महँगा रक्सीहरू छन् यहाँ र यो कुनाको अन्तिम स्टेसनसम्म म आइपुगेँ। चाइना इस्टर्नको जहाज अहिले त्यहाँ ल्यान्ड गरेर यसो साइडवेमा आउँदैछ, तपाईँ देख्न सक्नुहुन्छ। प्लास्टिकको ओड्ने कुरा बाँड्दैछ साथीहरू। रमाइलो छ जिन्दगानी दर्पण छायो। फाइनली चाइनाबाट भन्ने बेला भएको छ। है पानी परेछ अनि हामीलाई ओड्ने कुरो पनि दिएको छ। पानी परेपछिको आकाश। Yes, this is our plane, guys.你好。你好。欢迎全机，来，请往里走。this. Okay, done.